पहिला कपाल राम्रोसँग मिलाउनुपर्छ कोरेर कपाल नुहाएको कपाल भयो भने सजिलो हुन्छ कटिङ गर्नको लागि चाहिँ है चिसैमा आएको स्यागी कट गर्दैछौँ है हामी फुल स्यागी अगाडि बस्ने युमा निकालिदिनु भन्नुभएको छ उहाँले कपाल अगाडिबाट हामीले यु सेपमा लिने कपाल एक इन्चको सिधा काट्ने है अगाडि आफ्नो सिधा छिटै बढ्छ मैले काट्दिएको कपाल सिधा सिधा आफ्नो अगाडि सिधा सिधा फुल स्यागी यहाँबाट चाहिँ हामीले यु सेपमा लिने गाइडलाइन बनाएपछि सबै च्याप्न सकेन भने आधी 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 यता आधी उता लिने धेरै स्यागी देखाउनु पऱ्यो भने चाहिँ यसो छड्के छड्के लानु होइन उहाँको धेरै नकाट्नु भन्नुभएको भएर चाहिँ सिधा यता काटेको मात्रै नहेर्नु यहाँ मैले कपाल कसरी मिलाएर लिएको छु त्यो पनि हेर्नु लङ स्यागी फुल स्यागी यही हो 90 डिग्री भी गर्ने भन्यो भने चाहिँ अगाडिबाट यसरी भी लाने कसैको चाहिँ अगाडि काट्दाखेरि नै यु देखिन्छ कसैको ल अब मोडल घुम्दिनु होला छैन कपाल काटेको त्यति हो यो चाहिँ अब हामी स्ट्रेट कटको लागि पार्टिसन गर्दैछौँ है स्ट्रेट कटको लागि पनि हामीले डिभाइड पार्टिसन गर्ने दुई साइड इयर टु इयर पार्टिसन गर्ने कानको बीचबाट सिधा जाने गाइडलाइन दिनुलाई पार्टिसन नै हो है यो पनि यो हाम्रो 4 पार्टिसन भयो अब हामी स्ट्रेट कटको लागि गाइडलाइन बनाउँछौँ कस्टमरको इच्छा अनुसार सोधेर काट्दिने गाइडलाइन बनायो गाइडलाइनलाई दुई साइडमा डिभाइड गर्ने यो हाम्रो गाइडलाइन भयो अब यसलाई यसको बराबर गरेर हामी कपाल काट्ने सिधा यो चाहिँ हामीले यु कटको लागि पार्टिसन गर्दैछौँ कानको बीचबाट हेर्नु है यसरी गर्नुपर्छ जहिले नि कैँची हातमै होल्ड गरेर काट्दाखेरि चाहिँ हामी कपाल जता जता छ उतै घुम्नुपर्छ हल्का छड्के छड्के पार्दै काट्ने आउने यु कट काट्दिनु तर मलाई छिट्टो काट्दिनु भन्छ नि कपाल उहाँहरूको चाहिँ यसरी हामीले गाइडलाइन बनाउने पहिला बिचमा अनि त्यसपछि यसरी साइडमा ल्याएर यु कट हात चाहिँ सिधै राखेर काट्दिनु भीमा मात्रै हाम्रो हात यस्तो छड्के जान्छ कपाल मिल्यो कि मिलेन भनेर बराबर भएको छ कि छैन अगाडि पछाडि चेक गर्ने अगाडिको लिने बिचको लिने मिलेछ आएको बेला चाहिँ हामी वडाबाट सञ्चालित यो तालिममा केही समस्या छ केही भयो भने सुनवाई हुन्छ है तपाईँहरूको कटिङ गर्ने बेलामा यसरी लिने यो भिकटको लागि पार्टिसन गर्दैछु इयर टु इयर पार्टिसन भिकट गर्दाखेरि हामीले पार्टिसन भी सेपमा लिने यो जहाँबाट गाइडलाइन दिएको छ त्यहाँबाट फेरि अर्को साइडमा पार्टिसन गर्ने
वाटर स्प्रे गर्छौँ कटिङको लागि। पहिला गाइडलाइन बनाउँछौँ। भी कट काट्दा हामी कपाल हल्का छड्के छड्के पार्दै लाने, हात पनि छड्के राखेर, अनि गाइडलाइनबाट बढी आएको कपाल काट्दिने। एकैचोटि भी काट्दा चाहिँ हामीले कपाललाई 2 पार्ट गर्ने। पछाडिको गाइडलाइन लिने, सिधै काट्दिने, अगाडि सिधै राख्ने, पछाडि मात्रै भी सेप 0 डिग्री। अनि यो चाहिँ चेक गर्ने है कपाल बराबर भयो कि भएन दुई साइडमा। यो भी सेप कटिङ सकियो है, हेर्नु है राम्रोसँग।